आज हामी एउटा यस्तो गढीको कथामा डुब्छौं जुन ढुङ्गा र माटोले मात्र बनेको थिएन, बरु हाम्रो देश नेपालको जग नै बनेको थियो। प्रश्न अलि ठूलै सुनिन्छ हैन त? के साँच्चै एउटा किल्लाले सिङ्गो देश बनाउन सक्छ र? तर जब हामी मकवानपुर गढीको इतिहास पल्टाउँछौं, जवाफ सक्छ भन्नेतिरै ढल्किन्छ। सोच्नुस् त, लगभग 135 रोपनीमै फैलिएको यो नेपालको सबैभन्दा ठूलो गढी हो। यसको आकारले नै बताउँछ कि त्यो बेला यो कति महत्त्वपूर्ण थियो होला। ल सुरु गरौँ यसको परिचयबाट। हेटौडाबाट जम्मा 16 किलोमिटर पूर्वतिर 1017 मिटरको उचाइमा यो ठाउँ यस्तो रणनीतिक थियो कि यसले काठमाडौँ उपत्यका छिर्ने मुख्य बाटो र व्यापारिक मार्गलाई नै आफ्नो नियन्त्रणमा राखेको थियो। अनि यो गढी भनेको एउटा किल्ला मात्रै थिएन है, यो त तीनवटा छुट्टा छुट्टै किल्लाहरूको एउटा सिस्टमै थियो। ठूलो गढी, सानो गढी अनि ढुङ्गे गढी। खास गरी त्यो ठूलो गढीभित्र त दुईवटा दरबार र पानी जम्मा गर्ने ट्याङ्कीहरू पनि थिए। मतलब यो गढी आफैमा पूर्ण थियो, आत्मनिर्भर। अब कुरा गरौँ पृथ्वीनारायण शाह आउनुभन्दा पहिलेको। नेपाल एकीकरणको केन्द्र बन्नु अघि यो गढी एउटा शक्तिशाली र स्वतन्त्र राज्यको राजधानी थियो, जहाँ सेन वंशको शासन चल्थ्यो। यी सेन राजाहरू को थिए त? यिनीहरू भारतको चित्तोर र सिसोदियाका राजपूत राजाहरूका वंशज थिए। राजनीति, कूटनीति र युद्ध सबै कुरामा यिनीहरू एकदमै पोख्त। उनीहरूले गरेका निर्णयहरूले त्यो बेलाको पूरा क्षेत्रको नक्सा नै कोरिदिएको थियो भन्दा हुन्छ। यो टाइमलाइन हेर्दा त अचम्मै लाग्छ। एउटै ठाउँ मकवानपुर गढीबाट सेन वंशले झण्डै 300 वर्षसम्म शासन गरे। सोच्नुस् त, कति पुस्ताले यही गढीबाट राजकाज चलाए होलान्। यो आफैमा एउटा ठूलो कुरा हो। अब कथाले एउटा नाटकीय मोड लिन्छ जब गोर्खाका महत्वाकांक्षी राजा पृथ्वीनारायण शाहको प्रवेश हुन्छ। विक्रम सम्वत 1795 मा पृथ्वीनारायण शाहले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह गरे। तर यो कुनै सामान्य विवाह थिएन। यो त एउटा शुद्ध राजनीतिक कदम थियो, एउटा शक्तिशाली गठबन्धन बनाउने चाल। तर सोचे जस्तो भएन। आफ्नै जेठान दिग्बन्धन सेनसँगको सानो मनमुटावले यति ठूलो रूप लियो कि त्यो गठबन्धन दुश्मनीमा बदलियो। भनिन्छ नि, घरको झगडाले हो त्यस्तै भयो। र यहीबाट सुरु भयो युद्धको तयारी। पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो सपना थियो काठमाडौँ उपत्यका जित्नु, तर त्यो सपना पूरा गर्न मकवानपुर गढी जित्नु अनिवार्य थियो। मतलब मकवानपुर जिते बिना एकीकरणको अभियान अघि बढ्नै सक्दैनथ्यो। अनि 1819 साल भाद्र 9 गते गोर्खाली सेनाले अचानक हमला गर्यो। करिब 8 घण्टाको घमासान लडाईँ चल्यो र अन्तमा गढी गोर्खालीहरूको हातमा आयो। तर कथा यतिमै सकिएन। हारेका राजा दिग्बन्धन सेन भागे र मद्दत माग्न पुगे शक्तिशाली मुगल सेनापति गुर्गिन खा कहाँ। अनि गुर्गिन खा पनि आफ्नो विशाल फौज लिएर मकवानपुर फिर्ता लिन आइपुगे। विक्रम सम्वत 1819 माघ 10 गते यो मिति नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ, किनभने यही दिन मुठ्ठीभर गोर्खाली सेनाले गुर्गिन खाको त्यो विशाल मुगल सेनालाई पराजित गर्यो। यो जित साँच्चै एउटा चमत्कार जस्तै थियो। क्षतिको हिसाब हेर्दा त झन् पत्याउनै गाह्रो। एकातिर गोर्खाली सेनाका जम्मा 30 जना जति, अर्कोतिर मुगल सेनाका 700 सैनिक। यो आँकडाले नै गोर्खालीहरूको युद्ध कौशल र रणनीति कति अब्बल थियो भन्ने कुरा छर्लङ्ग पार्छ। अनि यो जितको सबैभन्दा ठूलो फाइदा के भयो थाहा छ? गोर्खाली सेनाको हातमा लाग्यो लगभग 500 आधुनिक बन्दुक र 26 वटा तोप। हो, यही हतियारले नेपाली एकीकरणको बाँकी अभियानलाई एकदमै ठूलो बल दियो। यो एक हिसाबले गेम चेन्जर नै थियो। अब युद्ध र रणनीतिका कुराहरूबाट अलिकति फरक विषयतिर लागौं, किनभने मकवानपुर गढी खाली लडाईँको मैदान मात्रै होइन, यहाँ गहिरो आस्था र केही रहस्यमयी कथाहरू पनि जोडिएका छन्। गढीको ठिक बीचमा वंशगोपाल अर्थात् भगवान श्रीकृष्णको मन्दिर छ। तर त्यहाँ एउटा अचम्मको कुरा छ। मन्दिरको मुख्य मूर्तिलाई साङ्लोले बाँधेर राखिएको छ। अब प्रश्न उठ्छ, किन? देवतालाई किन बाँध्नु पर्यो? स्थानीय पुजारीहरू र त्यहाँका मानिसहरूका अनुसार एउटा रोचक कथा छ। भनिन्छ भगवान वंशगोपाल राति राति घुम्न निस्कनुहुन्थ्यो। कहिलेकाहीँ त चितवनको तोरीबारीसम्मै पुग्नुहुन्थ्यो रे। त्यसैले भगवानले गढी छोडेर नजाउन् र कुनै अनिष्ट नहोस् भनेर भक्तहरूले उहाँलाई प्रेमले साङ्लोले बाँधेर राखेका हुन्। ल, अब यो सबै कथालाई जोडेर हेरौँ।
आखिर मकवानपुर गढीको यो लामो र गौरवशाली इतिहासको सार के हो त? यसको महत्त्वलाई हामी केही बुँदामा हेर्न सक्छौं। पहिलो, यसले काठमाडौँ उपत्यका जित्ने बाटो खोलिदियो। दोस्रो, एकीकरण अभियानका लागि चाहिने महत्त्वपूर्ण हतियारहरू यहीँबाट प्राप्त भयो। तेस्रो, पछि नेपाल अंग्रेज युद्ध जस्ता लडाईँमा पनि यो एउटा प्रमुख रक्षा किल्ला बन्यो। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण, यो नेपालको सार्वभौमिकताको एउटा बलियो प्रतीक बनेर उभियो। छोटकरीमा भन्दा यो जित एकीकरणको चाबी नै थियो। अनि रमाइलो कुरा के छ भने त्यो ऐतिहासिक जितको याद आज पनि ताजा छ। हरेक वर्ष माघ 10 गते मकवानपुर गढीमा विजय उत्सव मनाइन्छ। यसले हामीलाई हाम्रो त्यो गौरवशाली इतिहासको सम्झना गराइरहन्छ। यो सबै कुरालाई हेर्दा मनमा एउटा प्रश्न आउँछ। आधुनिक नेपाल बन्ने प्रक्रियामा के मकवानपुर गढी जतिको महत्त्वपूर्ण अर्को कुनै किल्ला वा ठाउँ थियो होला? एकपटक सोच्नुपर्ने कुरा हो, होइन त?